चाहिँ हाम्रो अलिक सानो खेत होइन यहाँ चाहिँ अलिकति गर्नुपर्ने छ काम आज भयो 2 घन्टा जति 2 घन्टा साला। सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज म आइसकेको छु घरदेखि आएको होइन। घरमा चाहिँ अब ब्लगै बनाउनु मन लाग्दैन नि त। सो अहिले चाहिँ बेसी हिँडेको तल साथीहरू पनि तलै छ। आज नजाउँ भनेको फेरि हजुरबाले जा भनेर हिँडेकोमा चाहिँ अघि बहिनी चाहिँ गइसक्यो होइन भात सात खाएर। त्यो अब घरतिर चाहिँ बनाउनु कस्तो कस्तो लाग्छ नि त ब्लग। अब अहिले मेरो भर्खर 20 सब्सक्राइबर हुँदैछ। अब मतलब त्यही हो 1K सब्सक्राइबर पुगेपछि चाहिँ मैले यता बाहिर यता घर गाउँतिर नि बनाउँछु ब्लग भन्छु होइन। धेरै एक्सपेक्टेसन धेरै टार्गेट त नराखौँ। त्यही हो अहिले मेरो हाम्रो सानो खेतमा आइपुगेको छु म यहाँ चाहिँ। यो चाहिँ हाम्रो अलिक सानो खेत हो होइन। यो पनि हाम्रो हजुरबाकै खेत हो होइन। बट यहाँ चाहिँ हाम्रो के अब मेरो बुवाको भाइ टाइपको पर्ने हाम्रो हामीले राई भाषामा फोफो भन्छौँ होइन। उहाँहरूले गर्नुहुन्छ यो खेत चाहिँ। यहाँ तल छ दी चाहिँ यहाँनिर। यहाँ बस्नुहुन्छ होला अहिले बस्दै हुनुहुन्छ होला भात खाएर। अहिले लगभग 12 बज्नु लाग्यो नि त। सो सबैले यतातिर खेत भन्दा नि बाजो साजो सबैले गरिसक्नु भएको छ। त्यो गाइस फाइनली म सुनखानी भन्ने खेत आइसकेको छु। यहीँ आएको म चाहिँ होइन। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ सुनखानी खेत हाम्रो होइन। यत्रो बाजो चाहिँ बारी छ पुरै बारी चाहिँ बाजो छ भनौँ न होइन। यहाँ तल छ यहाँदेखि तल नि अझै छ यस्तो गहिरामा यहाँभित्र क्या गहिरामा छ होइन। यस्तो बाजे चाहिँ कहिले गर्ने हो। यहाँ तल गोरु रहेछ चलिरह्यो पुरै छ यस्तो बाजो छ होइन। यहाँ पर यसको पल्लो परिन्छ अर्को सानो सानो यो भने अलिकति सानो खेत। पहिले हामी सानोमा अब 4-5 कक्षामा हुँदा चाहिँ यहाँतिर चाहिँ हामी दाउरा लिन आउँथ्यौँ क्या गाइस। यस्तो ठाउँमा दाउरा लिन आयो होइन। अनि 1 बजीतिर गयो। त्यो भएर एक्सर्साइज भयो। अहिले चाहिँ यहाँ तल चाहिँ हाम्रो दी छ होइन। पल्लो खेतमा सायद छ होला अरू चाहिँ लेट्स सी होइन। यहाँ चाहिँ हाम्रो सानो खेत आइरहेको छ। यहाँ चाहिँ केटाहरू सुतिरहेको छ पुरै मस्त दिउँसो। यहाँ चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो अलिक सानो खेत होइन। यहाँ चाहिँ अलिकति गर्नुपर्ने छ काम आज। सो गाइस अब चाहिँ भात खाने यहाँनिर अलिअलि काम गरेको छौँ। यहाँ गोरु चाहिँ झोटी भनेको चढ्दैछ होइन। सो अहिले चाहिँ यहाँनिर हामी 3 जना छौँ। अब भात खानुपर्ने होइन। यहाँ चाहिँ एउटा चाहिँ यहाँ बहिनीले तलदेखि लिएर आएको छ भात चाहिँ। सो गाइस अहिले चाहिँ अब भात खाएर हामी सुत्यौँ होइन 2 घन्टा जति 2 घन्टा साला। यहाँनिर चाहिँ एउटा काम गर्छु। यहाँ अर्को बोलले चाहिँ यहाँनिर नाङ्गो बसेर पुरै बदी देखाएर अम्म यार यहाँ चाहिँ उताले खन्दैछ। त्यो गाइस अब हामी खन्न सुरु गरेको अहिले लगभग 3 बज्यो होइन। गाइस अहिले चाहिँ अब खेतमा काम गर्न सकियो होइन। अब फेरि अब राति पऱ्यो नि त। अब खेत बेसीदेखि माथि निस्किनु भयो। कोही छैन बेसीमा हामी 3 जना काम गर्न आएको थियो। फेरि यहाँदेखि अब घर निस्किनु पर्ने छ। लेट्स गो गाइस अब घर हेर्ने हामी चाहिँ माथि हामी चाहिँ उता घरमा आइपुगेको छौँ होइन। यहाँ चाहिँ गोरु रहेछ। यहाँ चाहिँ घर चाहिँ यहाँ चाहिँ चर्चमा गाइस के प्रोग्राम हुँदैछ रहेछ पुरै यहाँ चाहिँ होइन। यो चाहिँ एउटा हाम्रो चर्च हो। यहाँ चाहिँ के भएको मैले चाहिँ थाहा छैन गाइस। अहिले हाम्रो चाहिँ खेत देखाएको नि त। हाम्रो घर चाहिँ तल छ। अब हिँडेको चाहिँ साथीको घर हिँडेको। यहाँदेखि माथि जाँदैछौँ हामी। अब चाहिँ अब घर पुग्न आँटेको होइन साथीको। यहाँदेखि अब उयो परको चाहिँ घर हो देखेको छैन होला। हिँड्दैछौँ हामी चाहिँ अब घर आइसकेको छ साथीको। यहीँ बसिन्छ आज होइन। एडिटिङ गर्नुपर्ने छ अनि यसो भोलिको लागि पोस्ट पनि गर्नुपर्ने छ काम गर्ने। अब त्यही हो ब्लग खासै लामो भयो राम्रो पनि भएन होला। यस्तै ब्लगहरू योभन्दा राम्रो ब्लग हाल्ने कोसिस गर्नेछु होइन। अब लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला। तबसम्मको लागि बाई बाई। सी यु इन नेक्स्ट भिडियो।